हाई एभ्रिवान। म चाहिँ आज हरिबहादुरको जुत्ता मुभीको रिभ्यू दिनलाई चाहिँ मैले यो भिडियो बनाएको हो। मुभी हेर्न चाहिँ म हिजो गएको थिएँ, तर हिजै रिभ्यू दिन्छु भन्दाखेरि चाहिँ टाइम भएन। अनि त्यही भएर चाहिँ म अहिले अलिकति फ्री पनि भएको बेला चाहिँ ल नि त दिइहालौँ, मनमा लागेको कुरा भनिदिइहालौँ भनेर बनाएको हो यो भिडियो। मुभी एकदमै राम्रो छ हरिबहादुरको जुत्ता। एकदमै फन्नी कमेडी पारिवारिक सो हो, फ्यामिलीसँग बसेर हेर्न सक्नुहुन्छ होइन। अनि हाम्रो बचपन सानो बेलालाई रिकल गराएको छ यो महजोडी। हरिबहादुर भन्ने बित्तिकै चाहिँ एउटा अलिकति फटा होइन, फटा पात्र, तर कमेडी चाहिँ एकदमै राम्रो कमेडी। र यो मुभीमा चाहिँ भनेको छ फटा बन्नलाई पनि मान्छेले रहरले होइन, बाध्यताले होइन। ठिक छ, मुभी एकदम राम्रो छ। स्टोरी पनि राम्रो लाग्यो। अहिले यहाँ देशमा भइरहेको यो पोलिटिक्स यताउता होइन, त्यो पनि हल्का टच छ, राम्रै छ। तर कलाकार छानेकोमा चाहिँ कता कता के नमिल्या जस्तो चाहिँ लाग्यो मलाई। जस्तै डक्टरकै काममा सुहाउँछ, अपरेसनै गर्दा राम्रो डक्टर, त्यसमा ट्यालेन्ट हो। अनि इन्जिनियरिङ नै राम्रो, उहाँ प्लेन उडाउन सक्नुहुन्न। र गीत गाउनेलाई पनि गीत गाउने नै राम्रो हो, सिङ्गर नै राम्रो हो। एक्टरमा अलिकति नमिल्या हो कि जस्तो फिल भयो मलाई। अरू त ओभरअल एकदमै राम्रो छ। हजुरहरू पनि हेर्नु होला, मस्त छ, पैसा वसुल। अनि फेरि म मुभी हेर्न गएको बेला चाहिँ हरिबहादुर के अरे हरिवंश आचार्य सर पनि आउनु भएको थियो, हामीसँगै हेर्नु भएको थियो। मुभी एकदमै राम्रो थियो।